गाइजहरु वेलकम ब्याक वान सेकेन्ड है। आज चाहिँ हामीहरू यहाँ मालिका मन्दिरतिर दर्शन गर्न जाँदैछौँ होइन। यहाँ दादा चाहिँ बाइक चलाइरहनु होला होइन, त्यो बाटोमा है हामीहरू चाहिँ यस्तो जाँदैछौँ मालिका मन्दिरतिर। यहाँ अब अगाडिको सिनहरू होइन त हामीहरू चाहिँ जाँदैछौँ होइन, ट्याक्क बाडेर। बाटो चाहिँ यस्तो यहाँ अलि नराम्रो छ है। अहिले भ्लग चाहिँ पछि बनाउँला है। अहिले ल है ल ल यस्तो अन्त रमाइलो आज हामीहरू चाहिँ यस्तो जाँदैछ होइन। पछाडि सर त केटाकेटी हो हल्का पछाडि सर न पछाडि सर ल ल यति भए पुग्यो ल होइन त्यहाँ मोबाइल मैले पनि सुनेँ ल होइन। अब पछितिर भेटौँला बिचमा गाइजहरु यस्तै हो। भिडियो बनिरहेको छ। हामीहरू चाहिँ अहिले यस्तो अफरोडमा आइरहेको छौँ। यस्तो अफरोड यस्तो खतम छ है। अफरोडमा आइरहेको छौँ होइन। अब लगभग हामीहरू मन्दिरहरू पुग्ने आँटिरहेको छौँ। मन्दिर चाहिँ माथि छ। एउटा चाहिँ यस्तो छ होइन गाइजहरु। हाम्रो मन्दिर चाहिँ यस्तो त्यो डाँडामा छ है। हाम्रो भाइ बहिनी डेटिङ हो यो। खानेकुरा केही ल्याइएन हो कि त्यस्तो क्या खाने र एकादशी बेला व्रतमा नरिया पण्डित भइ त हामीले त दारू खान नि पायो होइन। हामीहरूलाई यस्तो बाटो अलि अप्ठ्यारो रहेछ, त्यही भएर हामीहरू चाहिँ यस्तो हिँड्दै गइरहेछौँ होइन। मलाई चाहिँ यस्तो अप्ठ्यारो भइरहेको हामीहरू हिँड्दै गइरहेछौँ। दादालाई सिङ्गल लग्नै यस्तो गाह्रो भइरहेको बाइक अनि त्यही पनि लगिरहनु भयो है। हामीहरू चाहिँ यस्तो आइसक्यौँ मन्दिर नजिक। दादा चाहिँ अगाडि बाइक लिएर गएको थियो होइन। मन्दिर चाहिँ यहाँ पछाडि छ। यो मन्दिर चाहिँ हामीहरू चाहिँ यस्तो मन्दिर दर्शन गरेर आइसक्यौँ होइन। पूजासुजा गरेर यो पछाडिको चाहिँ मन्दिर हो होइन। हाम्रो बहिनी यहाँ चाहिँ है। हामी चाहिँ आज मालिका मन्दिरमा छौँ होइन। यी हाम्रो यता जागेश्वर उपाध्यायजी अनि हामी चाहिँ मालिका मन्दिर हाम्रो दुलो नगरपालिका सबभन्दा अग्लो स्थानमा रहेको मन्दिरमा आएका छौँ। यो चाहिँ दुलो नगरपालिका वडा नम्बर 11 मा पर्छ होइन। यो चाहिँ भर्खर हाल त्यो करिब 1 वर्ष 2 वर्ष जति भयो होला मन्दिर निर्माण भएको। फेरि पहिला चाहिँ सानो झुपडी जस्तोमा थियो होइन। अहिले चाहिँ यस्तो यो नगरपालिका कहाँबाट बजेट आएर चाहिँ अलि यो प्लस्टरवाला भएर अब वाल चलाएर बनाएको। अनि यहाँनिर चाहिँ होवन कुण्ड छ यो। अनि यतातिर हाम्रो यहाँ अब यहाँबाट फोटो खिच्न मजा आउँछ। यहाँ हामीले खिचिसक्यौँ अघि फोटो होइन। ऊ तल के भन्छ प्रतीक्षालय छ तल। अनि यहाँनिर चाहिँ यो झन्डा देख्न सक्नुहुन्छ। के अरे सरी हेलमेट ल्याएर रहेछ त मेरो यहाँ। यो चाहिँ हाम्रो के अरे त्रिशुल ठुलोवाला त्रिशुल। अनि यहाँनिर चाहिँ कुन भगवानै हुनुहुन्छ होला। अब यहाँ ढुङ्गामा पूजा गर्ने यहाँ ढुङ्गा छ। यहाँनिर कसले पैसा चढाए यहाँ। अनि यस्तो भयो देख्न सक्नुहुन्छ चाहिँ मालिका मन्दिर। यहाँ चाहिँ हाम्रो बाबरी फुल बामरी हो कि बाबरी हो। क्या बास्ना आउँछ यार। यता चाहिँ हाम्रो इज नन एज हो कि सी इज नन एज पुजारी चाल। यहाँ चाहिँ यस्तो छ। चाहिँ हाम्रो बाघ दुईटा यहाँ बब्बर शेरहरू यहाँ हुनुहुन्छ। यो मालिका मन्दिरको ढोका मेन गेट। यो त चाहिँ हाम्रो भाइ यहाँ आएर बसिन्। यहीँ हो भाइ घर तिम्रो?
यो त्रो छ हाइटी ये हमारा बाइक इधर है, देखो इधर हम इधर लेके आए थे अभी अब हम चलेंगे घर। यो गाइस बाटोमा आएर हेर्दै गरौँला के छ र घन्टा यहाँ छ हैन। हामीहरू चाहिँ यस्तो पूजा सुजा गरेर फर्किँदैछौँ, मन्दिर यहाँ छ हैन। दादाहरू चाहिँ यहाँ यस्तो बाइक गरेर जानु हैन। ल अब हामीहरू जान लाग्यो है। भन्दाखेरि यो लग्नुको रिजन देखा न, यहाँ यो तिर्खुला भन्छ हामीहरू, चुत्रा पनि भन्छौँ। यो चाहिँ पहिला मम्मीहरू यहाँ मालिका भन्ने ठाउँमा आएर हामीहरूलाई लग्नुहुन्थ्यो होइन, पहिला चुर्ता क्या बाल्टिनको बाल्टिन। त्यही भएर आज मम्मीलाई यहाँ यसो सम्झना दिलाउनलाई चाहिँ हामीहरू चाहिँ यहाँ यो चुत्राको हाँगा लगेर जाँदैछौँ। कुरा चाहिँ त्यही हो।